बनाउने के टेन्सन म त त्यही त म त पहिलाको जन्ममा त भ्लगरै थिएँ कि क्या हो जस्तो लाग्छ मैले भ्लग गरेको हेर्दाखेरि के भन्नुहुन्छ दिदी मलाई त त्यही लाग्छ तर के भन्नु दाँतो अलिक पहेँलो देखिन्छ दिनदिनै मस्काए पनि के हो सरू कस्तो राम्रो हावा यो अगाडि हिँड्ने सरू यता पछाडि हिँड्ने चाहिँ हाम्रो दिदी लक्ष्मी ल लक्ष्मी थपलिया दिदी हो अब त तपाईँ त थपलिया पो हो त अन्त लक्ष्मी मन्दिर थपलिया दिदी हो क्यामेरा पक्रेको चाहिँ भएको छ कि छैन फेरि काट्दै पनि हुनसक्छ है यो चाहिँ म चाहिँ यो भयो यो चाहिँ कोइरालोको फुल हो के कोइरालोको टाँकी त हो नि यो के कोइरालो भनेको टाँकीको पत्ता होइन यो कोइरालो ए टाँकीको पत्ता नि यस्तै हुन्छ अलिक ठुलो अलिक धेरै पात हुन्छ त्योमा चाहिँ यति धेरै फुल फुल्दैन यो पनि कति राम्रो फुल हेर न कति राम्रो अस्ति यति झप्प फुलेको थियो होइन कस्तो टिपेर पनि नखाएको नि अनि यो पातहरू यो घर अगाडि बसेर कस्तो टिपेर पनि नखाएको यो खुकुरी फलेछ क्या सबै यो त कलिलै छ नि सुक्यो भने त छर्दाखेरि हुने रहेछ त नि फुल परेला फुल एकछिन कसरी पक्रिन्छ ब्लगरहरूले यसरी होइन फुल परेछ हामी त खानेकुराहरू सब्जी भेजिटेरियन हेर्न न हौ यहाँ हेर भएको छ कि छैन दिदी आउनु अगाडि हेर्नु हेर्न उता पल्लोपट्टि गरेर हेरेर आइज न हुँदैछ सरू देखेको छ देख्यो अघि चाहिँ कस्तो थियो अघि भन्नु न भन्नु अब तिमीहरूलाई अब यही